डेकोरेसन गरिदिए हो ठक्क बस्ने मात्रै हो ल ह्यान्डसम यहाँ चाहिँ प्रिपेरेसन भइरहेछ केक राखेको छ बर्थडे गर्ल आयो Happy birthday to you. Happy birthday. जन्मदिनको धेरै धेरै शुभकामना थ्यांक यू अनि फेरि अर्को राम्रो भेना पाओस् थोरै माया थोरै खानाहरू यस्तो बनाएको छ बर्थडेमा सोहिताको बर्थडेमा किन हो यस्तो खतरा डेकोरेसन भएको छ दिपना चाहिँ यहाँ डेकोरेसन गरिदिए हो ठक्क बस्ने मात्रै हो हाई गाइस म चाहिँ भर्खर आएको अवस्था छु अनि स्कुलबाट आएको यस्तो यस्तो देख्न पाइयो धेरै नरमाइलो लाग्यो पर्दैन हावा पर्दैन के गाइस अनि म भर्खर स्कुलबाट आएको यति हो ल बाई बाई गाइस त्योलाई उयो वाह कति राम्रो बेलुन ए भित्र हाल्यो नि यहाँ चाहिँ केक हाल्यो नि बेल्ली कान्छा ए सिरानीहरु त के हो यो त ब्लग त एकचोटि उता मामले सिरानीहरु ब्लगमा हाल्दिनु ए हाल्दिनी नि उसलाई हाँस्दै त आउँदा दिनु हुन्छ बनाइदिराख्नु न अहिलेको लागि ट्याक्क ल ह्यान्डसम टेप हाल्नु न डबल ये तपाईहरुलाई पनि यस्तो बर्थडेहरु प्लानिङ डेकोर गर्नु छ भने हामीलाई सम्पर्क राख्नुहोस् हामी डेकोरेट गरिदिन्छौँ कस्तो मजाले कहाँ बस्नु पर्ने यार मुडा भिडियोमा नि अब खुट्टा त यदि गर्नु खुट्टाउनु पर्यो है अब यहाँ बब्बाल वाउ मुडा स्ट्यान्डिङ मुडा फोर्स अनि बुरु के छैन त्यसरी छोड्दिनु यी माथि राख्ने हो के छ त ल माथि राख्ने कि तल राख्ने यहाँ ठाउँ यस्तो हुँदो रहेछ के माथि भयो भने ठिकै छ यस्तो के यहाँ यति स्पेस राख्ने जो जो टिका लगाइन्छ पैसा दिन्छ त्यहाँ गएर फर्किन्छ फोटो सोटो अनि यहाँ मुडेर बस्ने हो चाहिँ त्यो फेरि मैले भने यस्तो गर्नु जानु भने त भुल्नु के काट्नुलाई त हो नि कति टाइम लाग्छ हैन भन्नु खोजेको त्यहाँ अर्को दाजु उनीहरु पनि ल्याएछ भाडा पनि ल्याएछ नन्जेर ए यता रहेछ त बर्थडे गर्ल त नर्सको चाहिँ बर्थडे कहिले भोलि हो मेरो पुस्ट के छ अझै 1 वर्ष 1 महिना छ अझै 2 महिना छ अझै म त बनाउनदैन यहाँ त्यसै लाज लाग्छ ए मनाउने हो मलाई त धेरै लाग्छ के रे? नाइट ड्युटी राखिदिन्छ यस्तो रहेछ यार लास्ट फटा यार म त नाइट ड्युटी राख्दिन्छु सेकेन्ड नाइट सेकेन्ड नाइट राख्यो कि फर्स्ट नाइट राख्यो थाहा भएन 2टा खुकुरी अनि 1000 रुपैयाँको मासु ल्यायो हामी आँखै अझै थिचेर खान्छौँ यहाँ पुग लिएर न बुढो नाय पनि आयो होइन कोही कोही कसको सुनेको थियो कसको सुनेको थियो मैले त अर्को साल भनेर यो साल हो कि ल मैले थाहा त्यत्रो कसम खाने बेला खायो खायो अनि ल मलाई थाहा मैले कसको भनेर सोधिरा भान्जाकै हो
मैले बहिनीलाई प्रमिस गरेको छु यो साल गर्दिनँ भनेर त्यस्तो झ्याप्मा पनि दाइ भनेको जस्तो हुनुपर्छ है गाइस लाइक कमेन्ट सेयर हानिदिनु होला सब्सक्राइब अनि यहाँ चाहिँ प्रिपरेसन भइरहेछ केक राखेको छ टक्क लगाएर टाइ लाएर जस्तो भयो त ट्याक्क लगाएर टाइ लाएर आएर फेरि एउटा मान्छेहरूले यस्तो गरे ए यो पनि छ त 22 कहाँ हाल्ने त हेर त अहिले हामीले यो एउटामा हाल्यो एउटामा नहाल्यो किनभने यहाँ त क्यान्डल धेरै छ भइछ त होइन ल भयो ल 22 है चल्दिनी भयो 22 यसरी नै हो खै तिम्रो झन् लामो त्यस्तो होइन 22 हो कि 24 हो 22 हो म त 30-40 पुगे जस्तो लाग्छ ल दुईटा टक्क लगाएर दुईटा एउटा राख्नु होला फेरि यस्तो यहाँ केक उता चाहिँ यो पछाडि लानु न के कति चाहिँ भन्दा उसो टुक्राहरू आलुम है होइन क्या यस्तो क्या यो छ नि यो एउटा डिस्को लाइट ल्याउनु त्यो फुटाउने बेलामा म यो यसरी छ्यापो छोपिदिन्छु अनि एउटाले फुटाउने क्या आमाको यस्तो यस्तो अलि दुब्लो दुब्लो मान्छेहरू चाहिँ त्यही फुटाउने हामी छ त हामी 22 किलो छ ले छ्यानो यार ठ्याक्क 60 किलो को ओछ्यान गर्ने त्यसरी ए दाइको गर्लफ्रेन्ड भेटियो हे बहिनीहरु वाला हाम्रो भान्जी देखाउ देखाउ त हुनेवाला भान्जी तपाईले को भने हाम्रो हैन त्यो हैन अर्कै हो के गरौला गाडी मैले गरेको शंका बुढा र मैले गरेको शंका वाला हैन त्यस्तो हो त्यो हैन अर्कै हो आगे आओ फोटो लिने गाई हुन्छ फोटो जस कुन थाकेछ हेलो गाइस ए भएन यो त अलि हाम्रो बन्दै यो तपाईले फोटो बना भिडियो पर्दैन भने त्यो उयो टुनुमा राख्छ भने त्यो पनि भन्नुपर्छ नि यार अघि देखि नै भनिरहेको छ हैन के त्यो यता फुटाउने हो यहाँ अनि कसलाई बर्थडे गर्ल बोला बोला त मम्मीहरु नि आउनु पर्यो नि ममहरू आउनु पर्यो नि त यहाँ मात्रै काट्दिन त के गर्ने पुराउने हो म त फुटाउँदैन म त यहाँ हाडे भेट्नु म झन् छोप्नु बस्छु भने के पुराउने म पुराउँछु के पुराउने उयो माथि बेलुन पुऱ्याउनु पर्यो के फुटाउने चलो म फुटाउँछु उयो बेलुन माथि चाहिँ नचढे हुन्थ्यो फेरि खाँड फेरि गङ्ग्राङ होला नि ए मसँग टेक्निक छ क्या म यहाँ टेक्छु ल ल ल सही त सिटा फेरि यत्र उत्र त्यसै पल्टिला नि अलिकति फोटोमा आऊ है आऊ है आऊ नाउ न हामी के खान्छौँ एक्लै बाइक बर्थडे गर्ल आयो ओ ताली बजाइदिएँ मैले एउटा चाहिँ नाच्नु रहेको हेरेर फेरि ल ल भिडियो हजुर म गरिरहेको छु इन्ट्री भएन के अब ती मागा पहिला अस्ति हामीले के गरे नि बेको लोसारको के बेको दिने फेरि के स्कुल भइसक्यो कति के भयो रे केक त अनि चुङ्गेल के चुङ्गेल भयो धन्यवाद ये माइतीले पनि ताली बजाउनु पर्छ ल ल नेट चलाएन हाम्रो मान्छे राख्नु क्युबी राख्ने सब बस्ती है त्यही हो बस्ने त्यहीँ बस्ने हो त्यही खाट भात आउनु पर्यो आसु ओ आसु आउनु ओ आयो बर्थडे मम्मी ओ खै बर्थडे गरे खाइ खाना खाना भइसक्यो सलाई भइसक्यो लाइटर भइसक्यो अबि यत्रो केक काट्यो भने कान छोरी मेरो कान छोरी अब बुलेट बाइक माथि राखेर के काट्ने हो नि क्या कति रे कहाँ अहिले गरे अब भोलि भनौँ न अब केक मिनी दिएपछि ताले आज माले नयाँ फुकेको नि अनि आसु मिमीको बिमला दिदीको चाहिँ राखिदिउँ न त बिमनाको कहिले भो चैतमा चैतको अन्तिमतिर अन्तिममा बाल्दिने हो बाजे आउनुहुन्छ बाजे आउँछ नि त बाजे अहिले आउँदै हुन्छ बार्दै गर्न पहिले यो बाल्ने कि भन्ने पहिला कहिले उ 22 बन्यो 22 बाइक बाल न के गर्नुपर्छ
दुईपट्टि 22 गरेको त 84 हुन्छ सही त जस्तै बनाइदियो ठ्याक्कै ओहो यार कसले कति भनेको न तिम्रो नेट के भयो कपाल हुन्छ फेरि छोरी बस्छ त कति राम्रो आएको आम्मा माथि गरी खिच्नु न यसरी माथि पनि खिच्नु जाऊ नजिक नजिक हैन यति मेरो बुढोलाई देखाउनु पर्यो एपी बटन त्यस्तै बनाइदिएछ म त पुरै पछाडि यस्तो गरेर कति मार्दिन नि एकछिन आएँ त्यस्तो गए खतरा है दादा स्टोरी स्टोरी एकछिन नमान एकछिन मेमे आउनु भएको छ स्टोरी कभर हेर नि त्यही हो स्वस्तिको रिसाउँदो रहेछ अँ अनि मैले गरेको होला अब सस्तीको लागि सस्तीको जस्तै हेर्यो नि जस्तै जस्तै हेर सो बिबना जिरो होइन रिसाएकै हो बिबना देंगी केक लाए के आने नि त सो विवेक देंगी बसन्त जे ए पसन्द आयो दिदी केक हामी कसले कुरे होइन अँ मामा पार्दैन ऊ खाजा खाइन्छ ओर ओर ओरले हेर्नु आज दिन त ओड्ने हो त नि त्यही त आज त ओर्ने नि भोलि ओर्नु बिबन पर्ने चाहिँ खाली छेउली जान्छन् के सेका से ग्यास राखेको ताले हुई राख्ने यार के भने रोजिनी चल्दैन बुलु क्राल भन्दा ठुस भइरहेछ बत्ती माते नि हुन्छ त्यो देखिहाल्नु ल ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे डियर श्वेता ह्यापी बर्थडे टु यु ओइ टाउकोमा राखेर अहिले यसको आगो बल्छ फेरि गाई अस्ति पनि बनाएको थियो है मलाई आए म त नौना जान्छु फेरि बुनु नाच बुनु नाच्दिन म कहाँ यही यस्तो भयो ल पुरा Wish. भात Happy birthday to you. Happy birthday to you. Happy birthday to you, Sweta. Happy birthday to you. फेरि काट्नु न पालो पालो यस्तो खतरा केक नै हुने रहेछ है मैले त आजको देखि मैले आजको पालो मैलीको बर्थडेमा जिम कचौर कहाँ छ ल्याएर उताबाट थियो त कहाँ यो झन्डै यसरी गर्दैछ हातले हाल्नु ल भाइ झन्डै चिपिरहेको हिँड ल गाइस ये हामी चाहिँ अहिले यहाँ युमा हो है युमा यो पर्यो यु फसाइ परेको छ हैन मम्मी यस्तो हामी अब काम गर्छ नि यहाँ त्यहाँ त ल है मम्मीले खुवाउनु पर्यो सुरु धेरै टाढा होइन मराङबाट घुमेर आएको यस्तो अहिलेसम्म जित रहेछ अब के गर्नु यो जानु यो काट्ने यो काट्ने दुईटै भोलि चाहिँ यो पर्यो रे के ल मम्मीले खाइदियो बाजेले पहिला दुईटा गाड्छ पहिला बाजेले भन्दा किन मान्छेले गर्नु मैले काफी आउँछ बसौँ ढाड दुख्यो फर्स्टमा आशीर्वाद दिनु आशीर्वाद दिनु पर्यो मायालाई बाजे र मम्मी खाँदैन काटेर हेर्नु भाइ पहिले है मायालाई ल ठुलो मान्छे बन्ने हामी बाबा आमा बाजेहरू सबैको सपना यसो पुरो गर्ने हजुरको भविष्य राम्रो होस् है म खेलाउँछु नि राम्रो मान्छे बन्ने है खाइदियो मलाई नै दुई कार्टुन क्या बिर्से यसरी ह्याप्पी बर्थडे हाम्रो डियर नर्स भनेर राख्छु नि ह्यापी गाडी भाले जियो मङ्गल आमा खाजेले पनि दिनु ए यहाँ जे मङ्गल गर्नु न सबैले गाइस जय मङ्गल कसरी हो यसो
खाँदैन एकता म मलाई खालि एउटा क्यान्टिनको अङ्कलले खालि भित्ताको झोल भने गर्छ सेन्टर लागेर त्यो स्वरै कस्तो भइरहेको छ नेत्र किनभने लगाइदिनु हो नि भन्नु अहिले हामी आधुनिक जमाना छौँ के को डिजाइन त्यही मेरो जो के अरे झिलझिल वाला चाहिँ सेताको टार मात्रै पर्ने काका बेलुनमा हाल्यो भने चाहिँ झिलझिल मैले जानु मलाई बिबिनामी वाङ मुइ थिएछ नि हुन्छ हामी गयो भने रिन्टी yang yang kan berada ठिक हुन्छ दाङ चाहिँ आम्बरले थुप्रो मुख लगाएर चाहिँ साइ सिम पाइले बाङ्ला स्याङले थुप्रो मुख ला मर्ची फेरि जम्म नापी खाने फेरि नाभहरू हो त खला त पाल्दैन कस्तो गर्दै आफू मङ गयो मलाई हेरेर भन्छ दिदी हेर्नु त मलाई हेरेर भन्छ बहिनी तेह्रमा पनि गरिदिउँला नि कोबाट मम काइले गरिदिनु भयो अब गर्यो अब नास्ता नि आरे हुन्थ्यो नि अब को दा साइन यु साइली दिदी केस बाइस जाने है केटा गोजी खाँदैन के गोजी भन्दै भन्छ खाता यो खरा कसले भनेको यस्तो पुरा भोट टाइ भएर हामी त पार्टी प्लानर बिजनेस गर्नुपर्छ हो गर डेकोरेसन डेकोरेसन ग्याङहरु मान्छे खतरा छ थ्याङ्क यू भन्दै त ज्याक्सनको बाबालाई थ्यांक यू थ्याङ्क यू बाबा भन्न कहाँ देखा यस्तो मेस गर्नु भएको छ यस्तोले चाहिँ हो क्या झिरी स्पेल हैन नि त्यो यो मान्छे सबै देखेर भनेको पर्दा चाहिँ खोज्नु तिमीले दिदीले के गिफ्ट ल्याइदियो छोरो हेरे अब यसले के दिँदो रहेछ के गिफ्ट ल्याइदियो दिनेश दाइ छ तेरो दाइहरु भएको के काम पहिला खाली चाहिँ भिडिएसन नि सांग म सोइते चाहिँ कना गरे आज चाहिँ कोले किन लापमी सोइते थाहा रे है कति माया गर्छ अहिले पनि माया गर्दैन है गर्छ त मैले धेरै माया गर्छ नाम चाहिँ पङ्गन छु त बोला तुगे जितुरी के कोही लाएर मलाई त थेट कोरोना सार्छ होला त्यस्तो हैन कि यो कस्तो भइगे लाग्थ्यो त्यो छोराले क्या जन्मदिनको धेरै धेरै शुभकामना धन्यवाद ठुलो मान्छे छिट्टै नर्स बन्नु नर्स हैन डेन्टिस्ट या सरी डाक्टर डेन्टिस्ट बन्नु ब्लड प्रेसर धेरै धेरै नबढाउनु है गाइस मैले मेरो दिदीलाई धेरै गिफ्ट ल्याइदिएको छु यो लिएर मसँग झगडा गरे नि त तिमी आज सानो मान्छे कहाँ अगाडि जाने डम्बल के गाले मुली खुजरी ए त्यहाँ थियो बोला में मिक्स गरी क्रास अच्छे के खाज रोना के था हामी क्रानी बोल्नु पनि काटिन्छ भोलि पर्सि काटिन्छ नि आइबो डोन्ट वरी बिहान बिहान ताइले उठाउने टाइम विल कम अगेन काइ बुनी के रहेछ हेरम न मनी बटुलो दिएर पो हेर्दै कहाँ मम्मीले आफ्नो बर्थडेमा आफै हेर्छ नि छिटो न मलाई दिदीले हतार भइसक्यो दिदीलाई कहाँ विवेक दाइ छ विपिन दाइ के अनि विपिन दिदी छ आज फेरि लास्ट सबभन्दा कान्छी नि हो मैले टिका नलागे कति वर्ष भयो यो उसले चाहिँ लास्ट मिठो छ केक गुलियो छ सुन्नुवा भन्नु मरि ह्यापी न्यू इयर युजुरी लाता भने खाली सुन्नुवा विवेकले हाम्रो बिरालो मार्दै गऱ्यो है अनि विवेक त म त कहिले पनि यो घरमा आउँदिनँ भनेर रुँदै गएको थिएँ क्या अनि म पनि उसँग रुँदै म पनि त्यहीसँग जान्छु भोलि नेपालीको एक्जाम छ दिँदै जाँदिनँ भन्दै रुइहालेँ म त बिहान त यस्तो देखेको कि अनि म त अनि
100 मा आज नेपालीको खतम 75 नेपाली फेल भएको मान्छे नेपाली फेल भयो नि त खतरा दिएर आइराख मैले चुप लाग जा हेर यतापट्टि यताबाट किन आयो त्यतापट्टि सुसाइड हुन्छ त्यताबाट एकछिन पहिला ओइ ढोक्नुपर्छ दिल्ला तैले त तैँले त दिल्ला ढोक्नुपर्छ दिल्ले पो बहिनीको ढोक्नुपर्छ बहुत ढोकेर मात्रै गर्नुपर्छ लगाएर टाङटाङ भेट्न अन्त यो ओरियो नि यो किटक्याट नि हाल्छौ ल त्यस्तो नि माग्ने फेरि यहाँ राख त चेरी ह्यापी बर्थडे जन्मदिनको धेरै धेरै शुभकामना थ्याङ्क यू अनि फेरि अर्को राम्रो भेना पाओस् अनि काले भेना पाओस् भन्नु अब हैन अब के भन्नु टाउको चिलाएर के भन्ने लाइफमा जहिले पनि अगाडि बढ्नु कहिले पनि गिभ अप नदिनु बर्थडे गिफ्ट गर्यो नि हैन बर्थडे गर्लले खोल्छ नि देऊ न उसको मुजी सितिरनु बर्थडे के रे गिफ्ट त बाउले गिफ्ट पाउ सुनको चेन छ कि हो ल त यो तिमी लग यसले घरमै भएको लिएर जे मङ्गल यही हाम्रो बर्थडे गिफ्ट भयो फोटो भयो एकछिन भएको छैन मलाई सँग त ल्याइरहेको थिएँ किन यसले घरबाट केही ल्याएर होइन किन जान आँटेको थियो फेरि अनि म त चुप लाग त्यो नभन चुप लाग पैसै छैन कुरो बिचक अब ए प्यालेट बिपना दिदीकै रहेछ क्या फेरि चुप यो गरेर गाडी वा बुङाला आधा ठिक छ एकदम तर हुन त चिसै छ बाहिर पोलो अहिले एकछिन मिलाएर राख्दा हुन्छ उतै राखिनु हुन्छ आलु तो मिठो तरकारी खाना गर्मी हिँड्छ फेरि बच्चाहरूले बाबु कोलमान थोरै माया थोरै खानाहरू यस्तो बनाएको छ बर्थडेमा सोहिताको बर्थडेमा हेरौँ जोर भात तरकारी हेरौँ छ माया हुँदैन अचार र मात्रै थुप्रो आलुदेखि धेरै हुन्छ माया हुँदैन धेरै हुन्छ नि खाना ल त्यही राख्नु भन्छु प्राउन पापड आइफोन त के त विवेक अनुहार बाइक चलाउने हान्छ बाइक चलाउँछौ रे तिमीले कन्टेन्ट कन्टेन्ट पाकिरहेको छ ल ल भान्जासँग मेरो भाग लाइक कमेन्ट सेयर हानिदिनु होला